हाम्रो घोडा। मेरो राजा घोडामा औचारे होइन भटभाटेमा। फाइनली साथीहरू हामी चाहिँ पुरै नगरौँ साथीहरू, यति धेरै जाडो छ कि कसम मर्छ। म त यहाँनिर एकदम जाडो भएर गाह्रो भइसक्यो साथीहरू। नाइस ठाउँ। अगाडि गएर राइट। थ्याङ्क यू सो मच। अब यस्तै हो, बाटो थाहा नभएपछि साथीहरू गाइड्स हुँदैन। गाइड्सहरू यस्तै हो। कस्तो दामी छ क्या भ्यू चाहिँ। म त कसम स्वर्गमा जत्तिकै फिल भइरहेको छ। भिडियो गरेर हो कि मेरो भ्लगको लागि हेर्न सक्नुहुन्छ त्यहाँनिर हजुरहरूले। कस्तो दामी रहेछ तर राम्रो होइन। ल्याउने कोसिस गर्छु साथीहरू। सो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु पर्यो। त्यही हो, यता हेर्न सक्नुहुन्छ। ओ माई गड, प्रब्लम। Lu bro. यो ठाउँलाई के भन्छ? सो फाइनली यो ठाउँलाई के भन्छ? ए मलाई नाम भन्न आउँदैन। अब यही हो भने त्यही हो, सक्यो। सो हेर्न सक्नुहुन्छ भ्यू मनबाट एकदम दामी। के गर्नु सो साथीहरू, तर क्यामेरामा चाहिँ नदेख्ने रहेछ। हामीले हेर्दा चाहिँ बाटो पनि कस्तो राम्रो यहाँ रोकेर भ्यू चाहिँ एकदम बवाल छ कि यहाँनिर। तर मनाइको बच्चा मनाइहरू पठाङ्ग्रो। अब चाहिँ हामी अझै मेलम्ची चाहिँ पुगेको छैन। सो अब चाहिँ मेलम्ची पुगेर भित्रम्बा होला सायद त्यस्तै लाग्यो। अनि मेलम्ची पुग्नलाई चाहिँ अझै अलिक टाइम लाग्छ। सो अनि मैले चाहिँ त्यहाँ बनाउँछु भिडियो साथीहरू। अहिलेको लागि चाहिँ एकछिनलाई स्टप गरेँ। ए क्यामेरा पुस्यो कि नपुस्यो हो? तोरीबारीमा फोटो खिच्नु पर्ने, तर के गर्नु मान्छेको लखार छ अहिले हामीलाई। सो साथीहरू हेर्न सक्नुहुन्छ यहाँ भ्यू। ओ माई गड, त्यो चाहिँ के हो? यो धनियाँ जस्तो के हो? धनियाँ त होइन, त्यो के भन्छ? गाउँ जस्तो लाग्यो, त्यस्तै लाग्यो। हो यहाँ त थाहा भएन। सो यहाँ चाहिँ हेर्नु न कुच्चोहरू। गाउँमा आएको फिल भयो मलाई, गाउँतिर आएको फिल। एकदम रमाइलो ठाउँ क्या कस्तो है, आनन्दको। उनीहरू आएको छ कि होइन, दाइहरू आउनु भएको छ।
सक्नुहुन्छ। यति राम्रो भ्यू छ साथीहरू। पर हिमाल थोरै मात्रै देख्दो रहेछ। मेरो स्वर चाहिँ सुन्नुभएको चाहिँ छैन। म त कस्तो गाह्रो भएर बोल्न पनि सकेको छैन क्या धेरै। अनि त्यही हो। अब हेर्दै गर्नु यस्तो यस्तो भ्यूहरू। यति राम्रो राम्रो ठाउँतिर मैले घुमाउँछु हजुरहरूलाई साथीहरू। यस्तो मलाई पनि यस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पऱ्यो आए भयो। यस्तो गाह्रो भयो मलाई बनाउने। त्यो ओह्रालो रहेछ। साथीहरू हामी चाहिँ आइस्याङको घरमा पुग्न लाग्यौँ है साथीहरू। मैले के भन्छ आइस्याङलाई? आगो? सो हामी चाहिँ आगोको घरमा पुग्न लाग्यौँ। सो तपाईँहरूले चाहिँ बुझ्नु होला कि आगो भनेको के हो भनेर। आगो भनेको अङ्कल हो अङ्कल। मरे बाटो हेर्नु न यस्तो छ यस्तो। यहाँ चाहिँ यस्तो यस्तोहरू कति धेरै हुने रहेछ क्या। मलाई त कस्तो यो चाहिँ अलिक पुरानो भएको रहेछ है। तर नयाँ नयाँहरू चाहिँ कस्तो दामी दामी बनाएको छ साथीहरू। मेरो कहीँ बेहाल छ यहाँनिर। पेट दुखेर मर्न लागिसक्यो। अरे पुरानो चाहिँ मै भएर गएको थिएँ नि यहाँ चाहिँ मनाइको बच्चाहरू चलाइरहनु भएको रहेछ। साथीहरू कस्तो लाग्यो त आजको मेरो भ्लग? सो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सो दाजुबाट छ भने कमेन्ट गर्नु होला। हुनुहुन्छ भने छ भने यहाँ पनि रहेछ एउटा सानो माल। यस्तोलाई के भन्छ? माने भन्छ कि के भन्छ अरे बुढा? हो किन पहिल्यैदेखि त्यस्तो चलन हो? सो यहाँ चाहिँ है एउटा मान्छे मरेको बापत त्यस्तो माने बनाउनु पर्दो रहेछ क्या साथीहरू। यस्तै हो। पुग्यौँ मेरो सानो चाहिँ सुतिरहनु भएको छ। अनि उहाँ चाहिँ मस्त निदाइरहनु भएको छ। म हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ गरम भयो होला भनेर मैले साथीहरू मेरो छोरी पनि सुतिरहनु भएको छ। मलाई चाहिँ यति धेरै गाह्रो भइरहेछ कि म कहिले सुत्नु भनेर। ठुलो चाहिँ यति धेरै कल बग्ने खोला, सानो खोला। गाउँतिरको त पानी नै खतरा हुन्छ नि है। यतातिर पनि निको हुन्छ होला। हाम्रो गाउँतिर पनि कस्तो राम्रो हुन्छ। त्यही हो। अब एकैचोटि घरमा पुगेर भेटौँला है। मलाई लास्टै गाह्रो भयो क्या यहाँ भिडियो बनाउन। कतिजना यतातिर सितान सबै सकिसक्यो। एकदम नयाँ